साथी, आज नेपालमा नपाइने जङ्गली जनावर जिराफको बारेमा जानकारी लिउँ है त। संसारमा सबैभन्दा बढी जिराफ अफ्रिका महादेशमा पाइन्छ। विशेष गरी पूर्वी र दक्षिणी अफ्रिकाका देशहरू जस्तै केन्या र तान्जानियामा जिराफको सङ्ख्या धेरै पाइन्छ, किनकि त्यहाँ विशाल सवाना, घाँसे मैदान र संरक्षण क्षेत्रहरू रहेका छन्। यी स्थानहरू जिराफका लागि उपयुक्त वासस्थान हुन्, जहाँ प्रशस्त खाना, रुखका पात र सुरक्षित वातावरण पाइन्छ। त्यसैले संसारभरका जिराफमध्ये धेरैजसो अफ्रिकाकै यी क्षेत्रमा केन्द्रित रहेका छन्। जिराफ संसारकै सबैभन्दा अग्लो स्थलचर जनावर हो। यसको लामो घाँटी, लामो खुट्टा र अनौठो शरीर संरचनाले यसलाई अन्य जनावरभन्दा निकै फरक बनाउँछ। यहाँ जिराफको विस्तृत जानकारी प्रस्तुत गरिएको छ। जिराफको परिचय। जिराफ वैज्ञानिक नाम जिराफा क्यामेलोपार्डालिस अफ्रिकामा पाइने स्तनधारी जनावर हो। यो विशेष गरी सवाना, घाँसे मैदान र खुला वन क्षेत्रमा बसोबास गर्छ। शारीरिक बनावट। जिराफको उचाइ करिब 5.5 मिटर 18 फिटसम्म पुग्न सक्छ। तौल करिब 800-1200 किलो हुन्छ। यसको घाँटी लामो भए पनि मानिस जस्तै 7वटा कशेरुका नेक बोन्स नै हुन्छन्, तर प्रत्येक हड्डी ठूलो हुन्छ। जिराफको जिब्रो करिब 45-50 सेन्टिमिटर लामो हुन्छ, जसले काँडेदार बोटका पात सजिलै टिप्न मद्दत गर्छ। शरीरमा हुने धब्बा स्पट्स प्रत्येक जिराफमा फरक हुन्छ, मानिसको औँठा छाप जस्तै। बसोबास। जिराफ अफ्रिकाका देशहरू जस्तै केन्या, तान्जानिया, दक्षिण अफ्रिका आदिमा पाइन्छ। मुख्यतः सवाना, घाँसे मैदान र विरल वन क्षेत्रमा बस्छ। खानपान। जिराफ शाकाहारी हो। यसले विशेष गरी अकासिया जातका रुखका पात खान्छ। दिनमा करिब 30 किलोसम्म पात खान सक्छ। पानी कम पिएर पनि बाँच्न सक्छ, किनकि पातबाट नै धेरै पानी पाउँछ। व्यवहार र जीवनशैली। जिराफ सामान्यतया समूहमा बस्छन्, तर समूह स्थिर हुँदैन। निकै शान्त स्वभावको हुन्छ, तर खतरामा परेमा लात हानेर आफ्नो रक्षा गर्छ। यसको लात सिंह जस्तो शिकारीलाई पनि घाइते बनाउन सक्ने शक्तिशाली हुन्छ। शिकारी। जिराफका मुख्य दुश्मनहरू सिंह, हाइना, बच्चा जिराफ काफ बढी जोखिममा हुन्छ। प्रजनन। जिराफको गर्भधारण अवधि करिब 15 महिना हुन्छ। बच्चा जन्मिँदा करिब 2 मिटर अग्लो हुन्छ। जन्मेको केही घण्टामै उभिन र हिँड्न सक्छ। रोचक तथ्यहरू। जिराफ दिनमा केवल 4-5 घण्टा मात्र सुत्छ। उभिएर पनि सुत्न सक्छ। यसको मुटु निकै ठूलो हुन्छ, करिब 11 किलो, जसले टाउकोसम्म रगत पुर्याउन मद्दत गर्छ। जिराफको चाल, वकिङ स्टाइल अन्य जनावरभन्दा फरक हुन्छ। पहिले एउटै साइडका खुट्टा सँगै चलाउँछ।